हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ बान्तावास फ्यामिलीमा। अहिले भने चाहिँ म उठिसकेको छु र 4:30 भइसकेको छ। म चाहिँ जाँदैछु गोठ। आमा चाहिँ अघि उठ्नु भएर गाईको गोबर सोर्नु हुँदैछ। अहिले भने चाहिँ हामीले दुध दुइसक्यौं। अहिले भने चाहिँ हामी बिहानको दाना दिँदैछौं गाईलाई। के भन्थे रे भाउजू तपाईले? तपाईहरुले के भन्थे रे? अहिले भने चाहिँ 12 बजिसकेको छ र म गोठमा आइसकेको छु। गोठ चाहिँ अघि आमाले सफा गरेर जानुभएको नि त, त्यसै कारण चाहिँ आज सफा गर्नु नपर्ने रहेछ। आमा चाहिँ सेवा जानुभएको छ। हेर्नुहोस्, हामीले चाहिँ गाई यसरी राख्छ। यो गाईलाई चाहिँ यो किन लगाएको भन्दा चाहिँ यहाँ हेर्नुहोस्, यो गाईले चाहिँ सबै प्रोफाइल खाएर सक्यो हो। आफ्नो सक्यो यहाँ अर्कोको पनि खाइदिएको छ। त्यसै कारण चाहिँ यसलाई मलाई यस्तो लाएर राख्छ। अब म दाना दिनेछु, एकछिनमा हेर्नु होला। अहिले भने चाहिँ हाम्रो गाईले दाना खाँदैछ। हामी चाहिँ दानामा यो के हो, बियरको छोक्रा चक्कर मिसाएर दिन्छौँ। पहिले चाहिँ खाइसक्यो, पहिले खाँदैछ। नानीहरूले चाहिँ अघि खाइसक्यो, उतालाई पनि खाएर पनि हेर्दैछ। हामी चाहिँ यसरी राख्छौँ गाईहरू। आमाले चाहिँ गाई गोठ सफा गर्नु हुँदैछ। मसला गर्दैछु। यो एरेस सफा गर्छ यस्तो गर्दैछ। सबै कानाकुनी गर्नु पर्यो। के गर्नु, हामी त गाई बस्तु गाछतिर पाल्छौँ। अहिले भने चाहिँ 4:30 हुन लाग्यो। यतातिर चाहिँ कुखुराहरू छ र हाम्रो आमाले चाहिँ दुध्नु थाल्नु भएको छ। अब चाहिँ यत्रो भएको छ। हामीले चाहिँ मल यसरी राख्छौँ। अरूहरू कसैहरूले साग सब्जी रोप्नेहरूले लान्छ नि त। आजको मौसम चाहिँ यस्तो छ। हामीले चाहिँ गाई दुइसक्यौँ। म भन्ने चाहिँ नुहाएर आइपुगिसके। आउनु दाजु यहाँ। फुपूले चाहिँ भदैनीलाई नुहाइदिँदै रहेछ। म देखिरहेर रुको। कसले कुच्यो? निनीले? म कुर्छु ल निनीलाई। आजको भ्लग है एन्ड गर्नेछु र भोलिको भ्लगमा भेट्नेछौँ। ओके बाई।